कला र साहित्यको बारेमा केही बोल्नका लागि म यहाँ उभिएको छु। यो कृति एक प्रकारले 2079 साल जेठ 13 र 14 गते दार्चुलामा भएको बृहत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन दार्चुला 2079 को अभिलेखीकरण गरिएको कृति हो। एक प्रकारले यो दस्तावेज हो। अब यो कृतिका बारेमा दस्तावेज भनिसकेपछि तपाईहरु सबैले थाहा भइसकेको छ। त्यो कार्यक्रममा के भए, को उपस्थित हुनुहुन्थ्यो, को सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ के कस्ता कार्यपत्रहरू प्रस्तुत भए इत्यादि कुराहरू यसमा समावेश गरिएका छन्। र त्यो भन्दा पनि महत्त्वपूर्ण कुरो चाहिँ के हो भने हामी नेपाली साहित्यका विभिन्न विधाका लेखकहरू छौँ, यहाँ अनुसन्धाताहरू छौँ। हामी नेपाली साहित्यमा अभिलेखीकरण अथवा दस्तावेज गर्ने काम अत्यन्त कम छ र त्यो पनि वैज्ञानिक तरिकाले गरिएको पाइँदैन। त्यसले गर्दा सबैभन्दा ठुलो समस्या के छ भने कुन ठाउँमा कहिले के भयो भन्ने कुरा हामीले खोज्नु पर्यो भने हामीलाई त्यो खोज्नका लागि लेख्नलाई भन्दा खोज्नलाई महाभारत हुने अवस्था छ। र त्यसैकारण हामी विभिन्न संस्थामा आबद्ध छौँ, हामी लेखन कार्यमा सक्रिय छौँ, संस्थागत गतिविधिहरू हामीले गर्दै आएका छौँ। तर हामीले अहिले कुनै कार्यक्रमका बारेमा खोज्नु पर्यो भने हामी 10 जना मान्छेसँग धाउनु पर्ने अवस्था छ। कहीँ कुनै अभिलिखित प्रमाणहरू भेटिँदैन। त्यस्तो अवस्थामा एउटा आजभन्दा 3-4 वर्ष अगाडि दार्चुलामा भएको कार्यक्रममा केन्द्रित रहेर दार्चुला कला र साहित्य यो पुस्तक ताराकिशन फाउन्डेसन मार्फत हाम्रो अगाडि आएको छ। त्यो आफैमा एउटा महत्त्वपूर्ण कुरो हो र यसले हामी सबैलाई हामीले गर्ने कार्यक्रमहरूको बारेमा समयमै अभिलेखीकरण गरिदिनुपर्छ भन्ने एउटा परोक्ष सन्देश पनि दिएको छ जस्तो मलाई लाग्छ। अर्को महत्त्वपूर्ण कुरो किशन सिंह धामीजीलाई मैले अस्ति भर्खरै मात्रै चिने। योभन्दा अगाडि अस्ति 2टा किताबको लोकार्पणको समारोहमा म उहाँलाई व्यक्तिगत रूपमा त्यति धेरै कृति मार्फत चिन्छु, तर भौतिक रूपमा मलाई देखेको अस्ति 8-10 दिन मात्रै हो लगभग। र मैले उहाँको यो दार्चुला कला साहित्य कृति पनि पढेँ र उहाँको अन्य पुस्तकहरू अस्ति लोकार्पित भएका पुस्तकहरू पढेपछि के लाग्यो भने एउटा व्यक्तिले चाह्यो भने धेरै ठुला कामहरू गर्न सक्छन् भन्ने कुरा चाहिँ यी कृतिहरूका माध्यमबाट थाहा भयो। नत्र भने एउटा दार्चुलाको एउटा साहित्य भाषा साहित्यमा रुचि भएको व्यक्ति जब अमेरिका प्रवासमा जिन्दगी बिताउन पुग्छ र त्यहाँ पुगेर पनि उसले आफ्नो भाषा र साहित्यप्रतिको आफ्नो लगाव जुन छ त्यो लगावलाई चाहिँ त्यो मोहलाई त्याग्न सक्दैन र ऊ आफू लेख्नु बेग्लै कुरा हो। तर आफूले लेखेको र अरू लेख्ने साथीहरूलाई चाहिँ कुनै ठाउँमा अझ विशेष गरी अमेरिकाबाट काठमाडौँ आएर काठमाडौँबाट साहित्यकारको एउटा विशिष्ट टोलीलाई लिएर चाहिँ दार्चुलामा आफ्नो खर्चमा लानु र कार्यक्रम गर्नु लरोतरो प्रयासले हुँदैन। यहाँ हामी साहित्यकार अथवा अरू अहिले हाम्रो समाज उपभोक्तावादी समाज भएको छ। त्यो समाजमा पैसाको महत्त्व एक क्षणको महत्त्व भएको अवस्थामा उहाँले आफ्नो पैसा खर्च गरेर यहाँबाट धनगढी प्लेनमा लग्नु 20-25 जना साहित्यकारलाई, अनि त्यहाँबाट बसमा फेरि दार्चुला लग्नु र त्यहाँबाट फर्काउनु आफैमा यसो मलाई लाग्दो त कहिलेकाहीँ त पत्याउन पनि गाह्रो लाग्छ वास्तवमा। किनभने यो सानोतिनो खर्चले यो सम्भव छैन र यो सम्भव भएको कारण के हो भने किशन सिंह धामीजीको भाषा साहित्य र आफ्नो ठाउँप्रतिको जुन मोह छ त्यो मोहको अभिव्यक्ति त्यो कार्यक्रम मार्फत भएको जस्तो लाग्छ। अब